हुन त छ असफलता, केही निराशा छ। अब सके स्वदेश छ, नसके लाशा छ। भगवान दाहिने छैनन् अहिले, तर परिभाषा छ। सब ठिक हुन्छ एक दिन, बस यही आशा छ। अब कसैले नदिए ठाउँ, नमानी डर म जान्छु। खोलाले नदिए माछा, म सागरमा जान्छु। र यही माछाको खोजीमा कैयौं सागरहरू सागरको खोजीमा निस्केका छन्। उनीहरूमध्ये एकजना सागरसँग हामी आज कुराकानी गर्छौँ। अनि सागरको खोजीमा हिँड्नुभएको सागरजी डार्विनमा चाहिँ कसरी? यो कुरा चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब ब्याक इन 2018 म अस्ट्रेलिया आएको। हजुर। अब सबै जस्तै भन्नुपर्दाखेरि अब हामी पनि पिआरकै खोजीमा हजुर डार्विन आइपुग्यो। अब सोफार अहिलेसम्म आइपुग्दाखेरि अब डार्विनले धेरै कुराहरू दिएको छ। अब हुन त सिडनीले पनि दिएको हो। हजुर। तर सिडनी आएर यता हजुर सिडनी बस्यो, 2 वर्ष बस्यो। हजुर। अनि कोभिडमा नेपाल जाँदाखेरि कोभिडमा अड्कियो। फेरि नेपालमा 2 वर्ष बसाइ भएर अनि त्यहाँबाट चाहिँ डार्विन आएको म यसरी। सिडनी चाहिँ हजुर के को ब्याचलरको लागि आउनु? हजुर ब्याचलरकै लागि आएको थिएँ। अनि ब्याचलर गरेर अब जस सकिन आँट्दाखेरि अब होलिडेमा जाउँ, छुट्टी मनाउँ, फ्यामिलीहरूलाई भेटौँ भनेर भन्दाखेरि चाहिँ धेरै लामो नै छुट्टी भयो त्यहाँ बसाइ। अनि त्यहाँबाट यता आइयो। अनि अहिले पढाइ सकेर हजुरलाई व्यक्तिगत हिसाबमा, अनुभवको हिसाबमा सिडनी रमाइलो लाग्यो कि डार्विन? अब व्यक्तिगत हिसाबमा जानुपर्दाखेरि रमाइलोको हिसाबमा सिडनी रमाइलो छ, ठुलो सिटी छ, एकदम बिजी छ होइन। एकदम संसार लाग्छ कि त्यहाँनिर धेरै फास्ट चलिरहेछ एज कम्पेयर टु डार्विन। डार्विन कस्तो स्लो छ, सबै कुरा चिल छ, इजी छ, जहाँ पुग्नको लागि पनि होइन, जसलाई पनि जहाँ पनि जानको लागि धेरै लामो समय लाग्दैन। हजुरले डार्विन आइसकेपछि ब्याचलरमा कुन कोर्स गर्नुभयो यहाँको? मैले चाहिँ ब्याचलर अफ अकाउन्टिङ गरेर यहाँ बसेको डार्विनमा। हजुर। सिडनीमा पनि मैले ब्याचलर अफ अकाउन्टिङ गरेको थिएँ। अनि यहाँ आएर चाहिँ अब फेरि 2 इयर्स पढ्नु पर्दो रहेछ। अनि 2 इयर्स पढ्नु पर्ने कारणले गर्दाखेरि चाहिँ पढिएँ यहाँ। ब्याचलर नै गर्नुभयो कि मास्टर गर्नुभयो? ब्याचलर गरेँ, किनभने मैले सिडनीमै पढेको हुनाले चाहिँ त्यो क्रेडिट लिएर चाहिँ 2 वर्ष यहाँ लिएर आएको थिएँ मैले। हजुर हजुर। अनि एकाउन्टिङ गरे लगतै हजुरको डार्विनमा कामहरू के थियो? हजुरले एकाउन्टिङमा जब पाउनुभयो कि पाउनु भएन? अब यो चाहिँ एउटा च्यालेन्जिङ क्वेसन पनि हो है। हजुर। अब पाउनेहरूले कतिले सक्नुभन्दा अगाडि या पढाइसक्ने बित्तिकै पाइ पनि रहेछन् होइन। अब डिपेन्ड्स अब कतिसम्म आफूले खोजिरहेछ, अब कति ब्याकग्राउन्डमा एक्सपिरियन्सहरू पनि हुन्छ, त्यसले पनि म्याटर गर्दो रहेछ। एट द सेम टाइम अब मैले चाहिँ कस्तो गरेँ भन्दाखेरि पढाइसकिने बित्तिकै अब केही कुरा आफूमा ल्याक भइरहेछ जस्तो फिल भयो है। अनि त्यो कारणले गर्दाखेरि चाहिँ अब आफूले सिक्नुपर्छ, लर्न गर्नुपर्छ पहिलो कुरा, केही कुरा पाउनको लागि भनेर चाहिँ मैले अब यसरी हुन्छ नि अब जब रेडी प्रोग्रामहरू खोजेँ। अनि अब पाएँ पनि अब स्कुलहरूमा सुने नाम अब आफ्नै अब नेपाली दाजुभाइहरूको होइन। अनि आएर फेस टु फेस कुरा गर्दाखेरि चाहिँ अनि राम्रो एक्सपिरियन्स फिल भयो। ल नि त पढौँ भन्नुभयो। अनि त्यहाँबाट पढेर सुरु गरेर अहिले यो ठाउँमा यसरी आइपुग्यो। कस्तो हुन्छ भन्दाखेरि हजुरले एकाउन्टिङ पढ्नुभयो, तर यहाँको व्यस्त जीवनले गर्दाखेरि चाहिँ पढाइले हजुरलाई जे दिन खोजिरहेको छ त्यो हजुरको शरीरले लिइरहेको हुँदैन, दिमागले लिइरहेको हुँदैन। हजुरको पर्सनल लाइफ मिलाउनु पऱ्यो, घर कोठाबाडाहरू त मिलाउनु पऱ्यो, कामसाम मिलाउनु पऱ्यो। अनि पढाइले दिनुपर्ने कुरा त उसले दिइरहेको छ, आफूले चाहिँ अब गर्न सकिरहेको छ। त्यो विषयमा चाहिँ त्यो विशेष यस्तो कुराहरू, यो कुराहरू जुन ल्याक गरिन्छ त्यो कुरा चाहिँ स्किलहरूले फालिदिन्छ। इभन त तपाईँलाई अब जबहरू फाइन्ड गर्नको लागि अब मैले जे कुराहरू यहाँ जाने त्यो चाहिँ रियल वर्ल्डसँग अब अहिलेको मार्केट, जब मार्केटमा चाहिँ यसले चाहिँ धेरै भ्याल्यु गर्दो रहेछ। त्यो ठ्याक्क मिल्यो नि त, डिग्री मात्र भएन। हजुर। अब त्योभन्दा ठुलो कुरो भनेको आफ्नो प्रोफेसनल फिल्डमा जब पाउनु, त्यो पनि च्यालेन्जिङ कुरा हो। डार्विनमा आएपछि सबभन्दा बेस्ट कुरा भनेको अपर्च्युनिटिजहरू धेरै छ, तर आफूले अब राइट टाइम, एउटा आफूसँग राइट स्किल भयो होइन। अनि अब राइट पर्सन, कहिलेकाहीँ पर्सनले पनि हेल्प गर्छन् होइन। यी 3टा कुराहरूलाई मिलाएर अगाडि बढो डार्विनमा भन्यो भने चाहिँ दुःख पाइँदैन। अब म आउने भाइ बहिनीहरूलाई चाहिँ आफू कस्तो भन्दाखेरि आफ्नो प्रोफेसनल फिल्डमा चाहिँ जहिले पनि आफूलाई या बिल्डअप गर्ने या लर्न गर्नुपर्ने कुराहरू छ, चाहे आइटी होस्, एकाउन्टिङ होस्, लर्न गर्नुपर्ने कुरामा चाहिँ जहिले पनि अगाडि बढेर लर्न गरेको राम्रो। किनभने भोलिको दिनमा यु नेभर नो होइन त, कहाँनिर अब आफू ल्यान्ड भइन्छ थाहा हुँदैन। अब एकाउन्टिङ होस् या आइटी होस्, चाहे हामी पनि ल्यान्ड भएर भोलिको दिनमा एट द एन्ड अफ द डे अब हामीलाई जसरी पनि आफ्नो फिल्डमा जब पाउनु छ भन्ने त्यो खालको हङ्गरनेस भयो भने चाहिँ अब त्यसले चाहिँ धेरै हेल्प गर्छ जस्तो लाग्छ। एकदम विशेष धन्यवाद, धेरै धन्यवाद सागरजी। र म हेर्दै गर्नुभएको अडियन्सलाई के भन्न चाहन्छु भन्दा कहिले सिभी बनाउने बेलामा, लिङ्कडिन प्रोफाइल मेन्टेन गर्ने बेलामा हामीले एजुकेसन वाइज के कम्प्लिट गऱ्यौँ, के डिग्रीहरू लियौँ भनेर मजाले हाल्न सकिन्छ।
10को सर्टिफिकेट हाल्न सकिन्छ, 11-12को साइन्स लिएर पढ्नुभएको छ, कमर्स लिएर पढ्नुभएको छ हाल्न सकिन्छ, अस्ति ल्याउनुभयो ब्याचलरको डिग्री पनि हाल्न सकिन्छ। त्यसपछिको सेक्सन आउँछ स्किल्स। स्किल्समा के राख्ने त? हजुरले एक्सेल सिक्नुभयो कि नै, होइन, मायो चलाउन जान्नुभएको छ कि छैन, जेरो चलाउन जान्नुभएको छ कि छैन, अरू विभिन्न हजुरको पढाइसँग सम्बन्धित टुलहरू, प्र्याक्टिकल सफ्टवेयरहरू के युज गर्न जान्नुभएको छ त? तपाईँले पढ्नुभयो, डिग्री लिनुभयो, तर स्किल्स के ल्याक गरिरहेको छ? हो, यो स्किल्स सिपीमा हाल्नका लागि, यद्यपि बकैदा जानेर हाल्नका लागि चाहिँ स्किलहरूले मद्दत गर्छ। पढाइ कम्प्लिट भयो तर स्किलहरू ल्याक गर्नुभएको छ भने प्लिज डु भिजिट स्किलहरू। तपाईँहरूको सुन्दर भविष्यको चाहिँ सारथी हुन सक्छ।